हेलो साथीहरू, यो चाहिँ मेरो अर्ग्यानिक सब्जी हो। ए यहाँ हेर्नुहोस् न, मैले चाहिँ घरमै रोपेको यो चाहिँ भेन्डी हो होइन। यहाँनिर चाहिँ बिँ पनि छ है, यो सेतो खालके बिँ हो। अब यो चाहिँ मैले चाहिँ मेरो माइतमा चाहिँ हरियो खालके बिँ खाएको थिएँ, तर यता चाहिँ सेतो खालके बिँ हुँदो रहेछ। यो चाहिँ तितो हुँदैन, यो चाहिँ एकदम मिठो खालके हुन्छ हो। यहाँ बिँ पनि छ, यहाँ तलपट्टि भाँडापट्टि होइन। यी बैगुनहरू पनि मजाले फलेको रहेछ छ होइन, मजाले फलेको थियो। अघि सबै टिपेको हो। रायो साग पनि भएको छ, यो चाहिँ रायो साग पहिला रोपेको थिएँ नि त, यो चाहिँ नाबो पलाएको हो होइन। रायो साग पनि छ साथीहरू। गाउँ बस्तीमा अर्ग्यानिक सब्जी खानु पाउँछ है, यसरी हेर्नुहोस् है, कति मजाको छ। भेन्डी हेर्नुहोस् न, कलिलो कलिलो छ हो। अन्त साथीहरू, मेरो चाहिँ आज चाहिँ यहाँ टोटोलाको फुल पनि भक्कु पाएको छ हो। मेरो त एक नाङ्लो नै छ हो, यो सानो नाङ्लोको। यो चाहिँ एकदम अर्ग्यानिक सब्जीहरू हो होइन। यो चाहिँ एकदमै सफा फुल अरे नि त, यसको त सब्जी मिठो हुन्छ हो। यो चाहिँ राति फुल्छ, बिहान टिप्नु जाँदाखेरि चाहिँ झरिराखेको हुन्छ। राति नै फुल्छ तर बिहानसम्म झरी पनि सक्छ हो। यो चाहिँ एकदमै सफा खालके फुल अरे नि त भन्छ। अन्त चाहिँ यो सब्जी पनि यसको चाहिँ एकदम मिठो हुन्छ। यो चाहिँ टोटोलाको फुलको फुल हो होइन। अन्त यो चाहिँ सब्जी खानुको लागि ल्याएको अर्ग्यानिक सब्जी। अन्त यहाँनिर आँप पनि छ, यो चाहिँ आँप चाहिँ अचार बनाउनुको लागि हो। मैले यहाँ ल्याएको छु, एक झोलै छ आँप होइन। यो चाहिँ अब अचार लगाउँ भनेर चाहिँ मैले चाहिँ आँप पनि ल्याएको छु हो। अन्त यी घरको निम्बु पनि छ हो। यसमा रस पनि त्यस्तो बेसी त पसेको छैन, तर निम्बुहरू पनि एकदम अर्ग्यानिक हो। यो चाहिँ घरकै हो। सबै छ। केरा हुन्छ, यो केरा पनि घरकै हो, यो चिनी चम्पा केरा हो होइन। है हेर्नुहोस् है साथीहरू, मेरो सब्जी अर्ग्यानिक सब्जीहरू।